हेलो गाइस, सबैलाई नमस्कार। वेलकम आवर न्यू मिनी ब्लग। आज चाहिँ हामी कपाल स्ट्रेट गर्न जाँदैछौँ। हामी चाहिँ हिँड्न लाग्यो। हामी मणिग्राम चोकदेखि बुटोल मोनिका युनिसेक्स सलनमा जाँदैछौँ। हामी यहाँ मणिग्रामको ट्राफिकमा बसेर अनि म चाहिँ यहाँ बसेँ। तिम्रो दुईटा वाहन तिनी घुम्री कपालवालीको हो। हामी चाहिँ मणिग्रामबाट हिँड्यौँ। शान्ति हामी चाहिँ जानकी नगर चोकमा छ। मैले हामी यति बेला जयकोटी चोकमा छौँ, देख्न सक्नुहुन्छ। जयकोटी हामी चाहिँ होराइजन चौकमा आयौँ, सक्नुहुन्छ। बस पार्क हामी चाहिँ अहिले बस पार्क आइयो। गाइस देख्न सक्नुहुन्छ, यो चाहिँ बुटोल बस पार्क हो। बुटोल बस पार्क। तिनले त दुई टाइमलाई देखाएर गयो बोर्देर। उहाँ पुगेर बोधिया यो चाहिँ लुम्बिनी प्रादेशिक अस्पताल बन्दै रहेछ यहाँ। अन्त यो के हो? लुम्बिनी प्रादेशिक अस्पताल अहिले नयाँ बन्दैछ, नयाँ बन्दै रहेछ। लाइन आउनु त हामी चाहिँ गाडीबाट झर्दैछौँ। यहाँ बिपी चौकमा रहेको मोनिका युनिसेक्स सलनमा हामी जाँदैछौँ। मोनिका देखाएछ कि हामीले भ्लग बनाउँछौँ के। नमस्कार नमस्कार। चाहिँ यता स्ट्रेट, यता कर्ली। यो कर्ली चाहिँ सबैले रुचाउनु भयो, त्यही भएर स्ट्रेट नगरिदिने कुरा। बरु स्पा गर्ने अरे, क्रिमहरू लाउने अरे, मेन्टेन गर्ने अरे, तर स्ट्रेट नगर्नुहोस् भन्नुहुन्छ उहाँले। के गर्ने भन्दै यहाँ हाम्रो डिस्कस चलिरहेको छ, सल्लाह गर्दैछौँ। यो बाल एकदम हेल्दी छ अरे। के गर्ने अब डिसिजन दिन पर्यो छिटो।
तिमीलाई के मन लाग्यो भने कर्ली कपाल मन पऱ्यो भने नगर अब स्ट्रेट चाहियो राम्रै पनि देख्छु आफूले कपाल बेला बेला बेलाखेरि गरम गरम कन्फ्युजन होइन कस्तो लाग्यो पनि राम्रो देखिन्छ कि हुन्छ नि आफैलाई राम्रो देखिया के हो आफैलाई फिल गर्छु अब अरूले पैसा तिरेर गर्ने कपाल पनि यो खोजेका हुन्छन् कि मान्छेले यस्तो कपाल पनि कर्ली भाइरल भयो अँ। के गर्नु डर लाग्ने त्यसै के को डर रहर भए पनि स्ट्रेट गर रहरै भए गर्नु पर्यो होइन भने अब यसै पनि ठिक छु भने घर जानु पर्यो त्यही कुरो किन गरेन भाइ जाम गर जाम जाम अब यिनको अब स्ट्रेट गरेको यस्तो राम्रो छ है यिनको बाल हेर्न सक्नुहुन्छ म पनि कन्फ्युजन भयो भाइ म गरेको स्ट्रेट नै थियो नि त तिमीलाई मन परेछ कि परेछ छैन एकदम परेछ गरेपछि तिम्रो पहिला पनि राम्रो थियो कति राम्रो थियो हेभी थियो यिनको बाल धेरै बाक्लो गरेको नि त घर जानु बिरारी मन लाएर होइन म बाक्लो भएर गरेको पातलो भएर मन लाएर उनले दुगुरिया छन् जाम गला यहाँ काटीलाई कपाल गरी गरी गर्नु काटीको कपाल गरी गरी गर्ने अनि जाने त मलाई मार्छ नि उहाँ खुसी भएर बसिरहनु छैन ऊ त्यस्तो छ ती बेहोरा गाडी छ दौड्छ के छैन जान्न के बाटो थाहा त्यसलाई त्यही हो हामी जान्दिनु बरु जान्छ राम्रो छ भन्नु भयो नि त अब राम्रो नगर भने सब हिँड्न पर्यो घर त्यसमा आधारलाई क्यारी राम्रो गरेर दिनतिर 5 चोटि गर्नु पर्यो क्रिम लाउने के राम्रो हुने होइन क्रिम गरेर लाउने केयर गर्ने मेन्टेन गर्ने हो कि यो के ल अब आया बाल मुसुली हाम्रो आइसक्यो छ है दुईटालाई पाले पाल्नुहोस् हेर्नु स्टेट गर्ने ए बाबु अरे बस चढ दु हो के लो न चल चल कपाल राम्रो भएको कारणले फाइनली घर हिँड्यो क्रिम लिएर है अब घर हिँड्यो कपाल स्ट्रेट नगर्ने सुझाव लिए साथै हामी आन्टी कहाँ जाँदैछौँ आन्टीले फोन पनि उठाउनु थियो कहाँ होइछ र गएको पनि फाइनल्ली हामी आन्टीकोमा जाँदैछौँ आन्टी हुनुहुन्छ कि हुनुहुन्न भन्ने थाहा छैन कमेन्ट गर्न ल्याएर भाउ निस्केर बाहिर फोन पनि उठाउन एकचोटि काटे बुटो लाग्यो त्यही पनि पसौँ भनेर हो हो अब कहाँ हो थाहा छैन हामीलाई ढोका लगाएर अन्तै गयो नि के अरे अब नभयो भने तपाईँले पनि हेर्नुहुन्छ हेर्नु आन्टी फोन नउठाउने एकचोटि काट्ने अब तपाईँलाई रोक्नु तपाईँलाई भल यो त थाहा पाउनु होला रोक्नु तपाईँलाई फोन नउठाउने नउठाउने फोन नउठाउने त्यहाँ लिएर ब्याक क्यामेरा कति धुलो रहेछ नमस्ते ऊ बहिनी किन फोन नउठाएको नमस्ते बहिनी आन्टी नमस्कार ऊ हाम्रो आन्टी ऊ भलगमा देख्न सक्नुहुन्छ भलग हो हेर्नु होला भोलि
साथ नखा मेरो साथ तिमीले पिछा गर्दैन भएन ऊ हाम्रो भाइ जुत्ताको तना खोल्न है यिनीहरूले मोबाइल कल साल्छ नमस्ते गर ऊ उत्रै छन् ऊ हाम्रो बहिनी सानी बहिनी ठुली बहिनी सानी बहिनी ठुली बहिनी हाई फेरि भाइ हाई गर्नु ल हाई भन्नु सच्चै हुन्छ भन्नु मोबाइल लगाएर क्या धेरै यो त यसरी गराउने हो ग्रिन कार यसरी गफ गरेर गरम न त गरम गरिदा अरूले जे गर्छन् त्यही गराउनु भने कि हामीले छुट्टै गराए नि हुन्छ अरूले यसो हात लगाएर हामीले चाहिँ पनि आउने भाइ लिएर तँलाई हो होइन के हो यतिको भिडियो काट्नुपर्छ यहाँ बस के त पनि हेर भोलि यो पनि आउँछ लाइन ए भोलि यो पनि राख्ने भन म यति सानो अलि यस्तो मलाई ठाडो त्यो पनि भिडियो भयो धेरै टल्किने इफेक्ट अर्को ला राजनीतिमा त पागल लाग उयो बोतल दे यतिको खान्छ पानी नहुनु हेलो भन नमस्ते तो रित्तो बोतला डिजाइन काम गर यसमा अटाके देन भयो भाइ बा सफल दिमाग नलिए त फोटो भिडियोमा 60 सेकेन्डको गरौ त इफेक्ट त्यस्तो भोज जाइ हुन्न अर्को ला तपाईँ कहाँ उस्तै खान मेरा राम्रो हार मेरा आड गराउँछ होइन यसरी एकचोटि मात्र गर्दा पो राम्रो मेरो मात्र असली हाइ अन्टी कहाँको अब नास्ता खाने तयारी यिनीहरूले भाँडा मात्रै छ नि कता गयो रमाइलो छ यिनीहरूले भाँडा मात्रै छ नि सामान निकाल्दैछन् ती बरु यहाँ काट्दै यस्तो गर्दै गर अनि नपुगेर ती उनलाई भाँडा माझ्न झ्यालबाट पुगेर यहाँ चटपटी बनाउने तयारी यिनले काटिकिन् सामान धेरै छ उहाँ ऊ केटाकेटीको उता त्यस्तो छ आन्टीले फ्रिजबाट के निकाल्दै हुन्छ यहाँ काँक्रा टमाटर के हो प्याज यी प्याज काट्दैछिन् खाना आउनु साथीहरू मिठो छ मिठो होला भन्ने आशा छ यी चटपट बनाउनु तयारी हुँदैछ बुझा राखिदिया छुट्टै भयो कान्छी पहिला हेरेर अनि मिलाएर यिनले यता भुजा खाँदैछन् नि थोरै राख्नु थोरै राख्यौ कि तिमीहरूले के गर्यौ गर्यौ
धेरै बनाएँ कि कसले खाने अरे यत्रो मैले अनिबाट भनेको बिग्रिन्छ भनेर खुर्सानी नराल्दै प्याज त मैले दिएँ 3टा दिएको थिएँ भाव प्याज त ल यो च्यालेन्ज गर्नुहुन्थ्यो यो पनि आजै च्यालेन्ज गर्नुहुन्थ्यो सबै च्यालेन्ज भिडियो बनाएको के सबैको